आजभोलि हाम्रो नेपालमा ग्यासको किन दिनौँ दिन अभाव हुँदै गइरहेको छ अनि हस्पिटलहरूमा सिटामोलको किन अभाव भइरहेको छ त? आउनुहोस् आज हामी मन्त्रीज्यूको घरमा भिजिट गर्दैछौँ। के गर्दै हुनुहुन्छ? कता 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 क्यामेरा बन्द गरौ कता कहाँसम्म मन्त्रीज्यूलाई भेट्न भित्र जान लाग्यो। हेर्नुहोस् मन्त्रीज्यू, जो अहिले यो ग्यासको समस्या छ त्यो स्टकमा राखेर फाइदा छैन। बरु जति आउँछ मिलेर बाँडेर खाउँ। 50% तपाईँको 50 मेरो। के भन्नुहुन्छ मन्त्रीज्यू? हेर्नुहोस् हाम्रो नेताज्यूको यहाँ हाम्रो देशमा के भइरहेको छ? यस्तो के को डिल भइरहेको छ? के हो यो दिनरात यो के समस्या भइरहेको छ? नेपालमा किन यस्तो भइरहेको छ? हाम्रो देशमा किन यस्तो दिनरात के भइरहेको छ? तपाईलाई के चाहियो भन्नु? के हो मन्त्रीज्यू, तपाईले मात्रै ग्यासको भ्रष्टाचार गरेर मात्र हुन्छ? जनताहरू रोडमा लाइन लागेर यसरी भोक भोकै कति देर तर्पिनु पर्ने हो? ग्यास पीडितको लागि केही बोलिदिनुहोस् न। कोही ग्यास पीडित होला, कोही ग्यास्ट्रिक पीडित होला, कोही अल्सर होला, उहाँलाई पल्सर होला। त्यो मैले हेर्ने हो? त्यो जानु न कमाउनु, अस्पतालमा जानु, ग्यास्ट्रिक भए मैले गर्ने हो? हस्पिटलमा सिटामोल त पाउँदैन, अरू के कुरा गर्नुहुन्छ? के सिटामल पाइएन? एकछिन है। हेलो, ए ल ल ल ल सिटामल जनतालाई किन चाहियो? बिरामी हुने भनेको जनता होइन, जो धनीमानी हुन्छ त्यो हो। मेरो घरमा छ, चाहियो भने आउनुहोस्। तपाईँलाई एउटा टिक्की दिउँला। मन्त्रीज्यू, तपाईँले चुनाव अगाडि लग्नु भएको एजेन्डा बिर्सिनु भयो कि भोलासँगै चपाएर खानुभयो? नेताको कुरासँग विश्वास गर्छ। अहिलेसम्म कहिले पुरा भएको छ नेताको कुरा? प्रचण्डले 10 वर्षमा स्विजरल्यान्ड बनाउँछु भन्थे, भयो? केपीबाले घर घरमा ग्यासको पाइप ल्याउँछु भन्थे, भयो? के चाहियो तिमीलाई? के चाहियो तिमीलाई? अरूको त कुरा गर्नुभयो, शेरबहादुरको कुरा किन गर्नु भएन त? शेरबहादुरको कुरा किन गर्नु भएन? शेरबहादुरको मैले कुरै बुझिनँ। के भन्नु गर्दै हुनुहुन्थ्यो? गर्दै अरू कुरा छोड्नुहोस्, जनताले ग्यास कहिले पाउने त? जनताले ग्यास पाउँछन् जुन दिन केपीबाले ग्यासको पाइप पिच गर्छन्, जुन दिन गाउँ गाउँमा आइपुग्छ, त्यो दिन तपाईँकै पेटमा हालौँला ग्यासको पाइप। तपाईँकै पेटमा हालौँला ग्यासको पाइप।